Hi guys, Ayo it's Alina. Welcome back to my channel. So as a finally after 2 years म हङकङ जाँदैछु अनि त्यसपछि मेरो फ्लाइट चाहिँ आज 11 बजेको छ क्याथे पेसिफिकमा. सो अहिले चाहिँ 6 बजिरहेको छ. अब म यताउता गरेर सामानहरू मिलाएर रेडी भएर अहिले एयरपोर्ट निस्किन्छु अनि अहिले एकछिनमा म तपाईहरुलाई भिडियो देखाउँछु. अहिलेको लागि चाहिँ बाइ. म चाहिँ रेडी भइसकेँ यहाँ. मलाई पोचेले टिका लगाइदिनु पर्छ अनि अब म चाहिँ एयरपोर्ट जान लागेको. सो बाइ गाइस, सी यु देयर. गाइस म एयरपोर्ट आइपुगेँ अनि एयरपोर्ट यस्तो डेन्जर प्याक छ नि, हल्लै हल्ला भइरहेछ. मेरो चाहिँ अझै फ्लाइटको टाइम बाँकी छ. सो म एकछिन बाहिर बस्छु अनि यो सबै प्याक भएको सकिसकेपछि चाहिँ म भित्र छिर्छु गाइस. सो अहिले म भित्र गएपछि सामानहरू सबै भएपछि देखाउँछु हजुरहरूलाई. म चाहिँ गर्मी भएर यहाँ एयरपोर्ट बाहिर बसिरहेको छु. एकछिन हल्का हावा खाँदै अनि अब एकछिनमा चाहिँ म भित्र छिर्छु. सो अहिलेको लागि चाहिँ गाइस हेर्नु, मैले आफै बनाएको ब्रस अन नेल्स राम्ररी देखेको छैन होला. राम्ररी प्याक छ एयरपोर्ट. म चाहिँ यहाँ अब पानी किन्छु. टु मच थाकिसक्यो. म पानी किनेर अब रेस्ट गरेर अब एकछिनमा चाहिँ म बोलाएपछि जान्छु. सो गाइस होइन, मेरो चाहिँ होइन वेट चाहिँ त्यो लगेज चाहिँ ठिक्क भयो कि. अनि त्यसपछि ह्यान्ड क्यारी चाहिँ जम्मा 7 केजी दिँदो रहेछ नि त. अनि मेरो चाहिँ 10 केजी थियो. अनि त्यसपछि मेरो पछाडिको ब्यागमा पनि के सामान थियो कि. अनि त्यो पछाडिको ब्यागमा त जेन बोक्नु पाइन्छ नि त. सो पछाडिको ब्यागमा 3 केजी अनि ह्यान्ड क्यारी 7 केजी भएर टोटलमा 10 केजी थिएँ कि. अनि त्यसपछि मेरो चाहिँ टोटल गरेर 15 केजी थियो. के निकाल्न लगाएँ, मेरो ल्यापटप पनि थियो कि ह्यान्ड क्यारीमा. अनि त्यसपछि मैले चाहिँ अब डुगी छुपी उता साइडको पसलमा गएर ल्यापटप राख्नु दिएर के निकालेर अनि लुगाहरू पनि मैले के लगाएँ कि. यो टी सर्ट अघि मैले लगाएको थिएन नि त. मैले अनि अघि त्यो ह्यान्ड क्यारीबाट निकालेर के लगाएर अरूहरूको देखिरहेको हुन्थेन. अरू बेला लाइक हुन्छ नि त्यो लुगा निकालेर लगाएर त्यो मोजा लगाएको. मैले लिटरली मेरो 2-3वटा मोजा लगाइरहेको छु कि. अनि त्यसपछि मैले लुगा नि लगाइरहेको छु. अनि अब त्यसपछि चाहिँ जान्छु अब म. अब चाहिँ हाम्रो बोर्डिङको पालो आयो. Guys, I'm finally in Hong Kong. रमाइलो भयो मलाई फ्लाइटमा. केही गरेन त्यही नि यतिकै. गाइस हामी चाहिँ यहाँबाट जाने, अरूहरू चाहिँ त्यहाँबाट जान्छ. हङकङ रेजिडेन्ट्सहरू यहाँबाट.
अब चाहिँ म सामान कुर्दियो अब एउटा सामान आयो अब अर्को सुटकेस आउनु बाँकी छ यो नि आयो अब चाहिँ जान्छु म बाहिर मेरो सबै सामान आयो सो गाइस अब चाहिँ म बाहिर निस्किन आँटेको अब ड्याडी आउनुभयो होला अब ड्याडीसँग भेट्छु अनि घर जान्छु भिडियो चाहिँ बनाउँछु कि नै थाहा छैन किनकि मेरो ड्याडीलाई थाहा छैन म भ्लग गर्छु भनेर त्यसैले लेट्स सी के हुन्छ अनि अब चाहिँ म जान्छु सो गाइस म चाहिँ बाहिर निस्किसकेँ म चाहिँ ड्याडीलाई कुर्दियो ड्याडी चाहिँ आउनुभएको छैन अहिलेसम्म 10 मिनट्स भन्नुभएको छ र 10 मिनट्स कुर्छु अब म अनि यहाँ तपाईँहरूले गुडिया हेर्न सक्नुहुन्छ मैले देखाइसकेँ त्यही गुडिया हेर्नु अब रुक्नु ल यता हेर्नु न हो खानु